सेवारो सबैजनालाई नमस्कार अनि हजुरलाई धेरै धेरै नमन चढाउँदै हजुरको समक्षमा साथीभाइहरूको समक्षमा एउटा सानो कुरा देखाउनु गइरहेछु हो। तपाईहरुले अब यो कुरा चाहिँ के हो भन्देखिलाई चाहिँ नि म जुन कुरा चाहिँ हामी बालापन सानो हुँदाखेरि चाहिँ यो कुरा अलरेडी हामीले बिताइसकेको छौँ। यो पलहरु हैन, त्यो दिनहरु, त्यो समयहरु, त्यसले गर्दाखेरि चाहिँ यो जुन मेरो भिडियो चाहिँ एकदम तपाईको एकदम नेचुरल छ, जसमा चाहिँ म केही एडिट सेडिट नगरी तपाईहरुलाई म देखाउन गइरहेछु। जुन चीज चाहिँ हामी सानो हुँदाखेरि त्यो चीज चाहिँ हामीले यति साह्रो बहुमूल्य लाग्थ्यो, ठुलो चीज लाग्थ्यो क्या। त्यो चीज चाहिँ म तपाईहरुलाई देखाउँ। त्यो चीजले चाहिँ हामीलाई सपोज अहिले जस्तो भने चाहिँ तपाईको केएफसी जस्तो हैन, 5 स्टार जस्तो, जहाँ चाहिँ हामी त्यो कुरा खाएर चाहिँ हामी भुलिने गर्थ्यौं सानोमा, लप्पा खेली खेली त्यसको लागि हैन। यति मिठो लाग्थ्यो। तर त्यो कुरा चाहिँ अहिले मतलब हामी ठुलो भइसक्यो, हामी आफ्नो जिम्मेवारी मान्छे भइसकेपछि चाहिँ त्यो कुरा अहिले त्यति ख्याल हुँदैन हैन। तर भए पनि तपाईहरुलाई म देखाउन गइरहेको छु। त्यो कुरा चाहिँ आज यहाँ मैले देख्दाखेरि चाहिँ हल्का त्यो दिनहरु याद आयो क्या। ओल्ड मेमोरिजहरु, हिलेको मेमोरीहरु याद आयो। मेमोरी मतलब रिमेम्बर गरायो हैन। त्यो चीज चाहिँ के हो भन्देखिलाई चाहिँ तपाईलाई यहाँ देखाउन गइरहेको छु। यो चाहिँ हेर्नुस्, जुन यो चीज छ नि, यो चाहिँ हिले चाहिँ हामीले चाहिँ यो चाहिँ एकदमै यो चाहिँ खान्थ्यौं नि त, केरा भन्दै खान्थ्यौं नि त। अमिलो हुन्छ, यसको दाना हुन्छ हो। तपाईको यसको चाहिँ अमिलो हुन्छ, मिठो हुन्छ। अब यो खाना पनि हुन्छ, यसो यो पत्ता खाँदा पनि हुन्छ। अमिलो क्या मिठो हुन्छ है। फुल पनि यस्तो दामी आउँछ है। यो कुरा चाहिँ सानोमा चाहिँ अब यस्तो मैले यो भेट्यो भने अर्को साथी लप्पा खेली खेली खाइ हुन्छ नि है। यसले गर्दा कति झगडा परियो र साथीहरुसँग। त्यति बेला यसको चाहिँ सानो हुँदाखेरि उहिले हाम्रो टाइममा चाहिँ त्यति अब बजार यस्तो थिएन हो, सब यही खुवाइन्थ्यो। आजको चाहिँ यस्तै छ गेटअपहरु पनि, एकदम काम गर्दैछु, त्यसले गर्दाखेरि चाहिँ एकदम जंगली टाइपको हो, एकदम प्योर तपाईको ट्राइबल टाइपको भइरहेको छु हो यहाँ घाममा। यस्तो मिठो हुन्छ। तपाईहरुले यस्तो पाउनु भयो भने कहीँ बारीतिर छ भने चाहिँ खाइहेर्नुस्। यसमा चाहिँ मैले अलिकति पनि ढाँटेको छुइनँ। 100% यो अमिलो हुन्छ, मिठो हुन्छ। यो दबाई पनि हो हो, तपाईको यो दबाई पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो तपाईँ अहिले चाहिँ पुरा उम्रिन्छ, यस्तो कल्लातिर बारीतिर पुरा हुन्छ। मिठो हुन्छ, दामी यसको टेस्ट पनि। तपाईहरुलाई पनि यो अब बारीतिर भेटिहाल्नु भयो भने चाहिँ हेर्नुस् हो, जम्मै छ कतिपय। यो पनि त्यही टाइपको अर्को एउटा झार, यो पनि अमिलो हुन्छ। यो पनि दबाई नै हो तपाईको। यो कल्लामै मात्रै दबाई हेर्यो भने कम त दबाई छ नि तपाईको। यो पनि दबाई हो, जुन यो देखाइरहेको छु यो पनि तपाईको। यो चाहिँ प्राय जस्तोले चाहिँ अब तपाईको लिभर प्रब्लममा खान्छ कि केमा खान्छ हो, खाँदो रहेछ। अनि तपाईको यो झन् दबाई हो, सब्जी पनि हुन्छ। दबाई छ वरिपरि। यो झन् वाचिप दबाई नै हो, यो झन् यो पनि खुवाइन्छ हो। अनि तपाईको यस्तो छ, यहाँ पनि छ तपाईको सब्जी हो यो। अन्त यो कालो मानी यो पनि खान्छ। अन्त हजुरहरूलाई यो विषयमा मैले यति जानकारी दिँदै एउटा तपाईहरुकोबाट बिदा चाहन्छु। धन्यवाद सबैजनालाई। हेभ अ ग्रेट डे।